हामी किरातहरू सबै हिन्दू नै हौ। हिन्दू शब्दको अर्थ हो सभ्य सज्जन। किरात धर्मलाई नै हिन्दूकरण गर्ने हो कि भन्ने पनि छ नि, के छ त? हैन, हिन्दू नै किरात हो। हिन्दू भनेको सिन्धुबाट, किरात प्राचीन हो हिन्दू भन्दा। अनि वेदको फेद मुन्दुम हो। पनि काले फेर्ने आदि गुरु शशिधर स्वामी, पुरा गुरु महागुरु फलुनन्द स्वामी भनेर भजनै पनि काले छ त। र यो दुई साधुहरूले निकै विकास गरेको हो। यहाँ जाँड रक्सी मदिरा पान नखाने र बगैँचा लगाउने र तिजका ठुलो बगैँचा जति बेला लाउँथ्यो, चिया बगान लगाउने। यहाँ पहिला त साधुको रमझम थियो र त्यो शुद्ध अहिलेसम्म आइराख्यो। र यहाँ रविका हाम्रो किरात धर्म भनेको हिन्दूको पार्ट हो, धर्म होइन। किरात शब्द महादेवको एउटा रूप हो, जंगली शिकार गर्ने रूप हो महादेवको। है हामी पनि महादेवकै फल